12 घण्टा काठमाडौँदेखि काँक्राभित्र गाडी पुर्याउनु पर्दाखेरि यसरी बस्नु पर्ने हुन्छ। जुरुका उठा गरेर जिउ तन्काउनु पर्ने अवस्था हुन्छ। तर हामीलाई पिटी परेड हुँदैन, हामीलाई पिटी परेड हुन्छ। तपाईँहरूको सुरक्षा गरेको हो किन? मैले तपाईँलाई ठाउँमा पुऱ्याएको हो किन? मैले यदि मेरो कारणले मैले एक्सिडेन्ट गराएँ, तपाईँहरूको जिम्मेवारी धरातलमा बनाएँ। मैले लाइसेन्स लिएको हो, मैले नेपाल सरकारमा जाएर खान्छु भनेको, तर मैले गल्ती गरेँ भने म फाँसीमा चढ्न तयार। तर यदि बाटोको कारण एक्सिडेन्ट भएको थियो भने यो सरकार फाँसीमा चढ्न तयार कि नै? तपाईँहरू आन्सर दिनुहोस्। जहिले तपाईँहरू ड्राइभरलाई गल्ती भन्नुहुन्छ, तपाईँहरू योबाट बाटो धार्मिकमा जाँदा यो धार्केको लाइनमा जानुहोस्। यो प्रत्येक होटलमा गाँजा ड्रग के बेच्छन् भने यो दिने सामाजिक तपाईँहरू नै होइन के निकाल्ने भने यो होटलमा 250 रुपियाँ यो यसमा निकाल्ने वातावरण त्यो खाना खाने वातावरण मिलाइदिनुहोस् त हजुर, राम्रो खालको। हामी ड्राइभरहरू त्यहाँ लगेर खाना खुवाइदिन्छौँ। हाम्रो तलब सुनिश्चित हुन पर्यो। म पनि हरेक सेकेन्डमा मरेको छु। यो आर्मी र पुलिस मात्रै मरेको छैनन्, यो ड्राइभर पनि मरेको छ हरेक सेकेन्डमा। मेरो मृत्यु अगाडि 5 मिनटमा हुन्छ भनेर म लेखेर राख्न सक्दिनँ। सरकार कतिखेर के हुन्छ भने नेपालको बाटो तिमीहरूले बनाएको। मैले कतिखेर एक्सिडेन्ट गर्छु भने मैले कुनका दशक र के हुन्छ मलाई थाहा छैन। के गर्छ ड्राइभरलाई सुनिश्चित गर्यो। यसरी हुँदैन। एक दिन तिमीहरू ड्राइभर बेगर असुरक्षित छौ भने, पुलिस बेगर असुरक्षित छौ भने म बेर किन असुरक्षित छैन? तिमीहरू अस्ति तिमीहरू जेन्जी आन्दोलन सबैले हामीले गरेको हो। म पनि फ्रस्ट्रेट भएर यही ठाउँमा आएको हो। अनि 1-2-4 दिन हामीले पुलिसलाई पनि भगायौँ, पुलिस आएनन्, हाम्रो ज्यानको असुरक्षित भएको हो। त्यस्तै म पनि ड्राइभर हो। असुरक्षित हुन्छ तपाईँलाई असर पर्छ। म यो कुरा हुन दिन्न। जबसम्म ड्राइभरको तलब फिक्स हुन्न यो नेपालमा, तबसम्म ड्राइभरले काम गर्नेवाला छैन। अबको दिनमा ड्राइभर सोधा छैनन् महाराज। तपाईँहरूले एक्सिडेन्ट सोच्नुहुन्छ होला। तपाईँले 1-2 वर्ष अगाडि मात्र हेरेको थिएँ मैले भिडियोमा, एउटा 50-60 वर्षको उमेरको बुढोले यो महाराजगञ्जमा पुरा गाडी चलाइराख्नु भएको थियो क्या। तपाईँले के बुझिरहनु भएको छ, सुनिरहनु भएको छ? इन्टरभ्यू लिइराख्नु भएको थियो त्यतिखेर उहाँले इन्टरभ्यू लिँदाखेरि तपाईँहरूलाई के लाग्छ? राम्रो लाग्छ? जब 60 वर्षको बुढोले गाडी चलाउँदाखेरि एक्सिडेन्ट नभएर के हुन्छ त? लौ र जब हात पाउ कामले बेला हुन्छ, दिमागले काम गर्दैन, आँखाले काम गर्दैन, एक्सिडेन्ट नभएर के हुन्छ? म जस्तो युवाले त देशमा के सोच्छन् थाहा छ तपाईँलाई? आज लाइटको लाइसेन्स बनाए 2 वर्षपछि ह्याप्पीको थप्छु, खाडी जान्छु 70,000 त्यहाँ फिक्स छ। यसरी नै युवा बेच्न थाल्यो भने तिमीहरूले कति दिन बेच्छौ? हामी ड्राइभरलाई कति दिन बेच्छौ? म मेरो छोरालाई ड्राइभर भन्दिनँ, तर ड्राइभर देशको नहुने चिज पनि हो। तपाईँलाई के लाग्छ ड्राइभर चाहिँदैन देशमा? त्यसलाई भित्राउन सक्नुहुन्छ तपाईँहरू? ल्याकत राख्नुहुन्छ तपाईँहरू सबै? सबै ल्याकत राख्नुहुन्छ? केपी ओली यिनीहरू कता यी प्रधानमन्त्री को हिँड्ने विदाउट गाडी हिँड्न सक्छन्, हेलिकप्टर मात्रै हिँड्न सक्छन्। जनतालाई सुरक्षा चाहिँदैन। हामी ड्राइभर को हो त? के को लागि आयो? ड्राइभरहरूले रफ बोल्छन् रे, भगवान कसम। हामी त्रिभुवन युनिभर्सिटीमा हामी त्यहाँ क्लास लिन जाँदैनौँ हजुर, घरि रफ आउँछ। सुन्न सक्नुपर्छ तपाईँहरूले पनि, बुझ्नु भएन? 1020 को टायर खोलेर पढ्न छोडेर स्कुल छोडेर सानोमा तपाईँले पढ्ने वातावरण त मिलाइदिनु भएन। सुरुमै ल्याएर अब एउटा के गरिदिनु भयो तपाईँहरूले? ल्याएर सुरुमा एउटा के अरे यो प्राइभेट स्कुल, एउटा नेसनल यो हाम्रो नेपाली स्कुल गरिदिनु भयो। अब नेपाली स्कुलमा पढेको विद्यार्थी राम्रो हुँदैन? म त नेपाली स्कुलमा पढेको विद्यार्थी होइन। तर यहाँ चाहिँ म ड्राइभर हो क्या, देशको आज होनहार म युवा हो। म विदेश जान चाहन्न। मेरो लागि यहाँ सुनिश्चित गर। म मरे भने मेरो बुढीले गर्ने के ल? म मरे भने तपाईँ पत्रकार मर्नुहुन्न, म ग्यारेन्टी लेखेर दिन्छु। तपाईँको काल नआउँदैसम्म मर्नुहुन्न, तपाईँ जनताहरू पनि मर्नुहुन्न। ड्राइभर म 5 मिनटको टाइम अगाडि के हुन्छ म हेरेर राख्दिनँ। मेरो यदि बुढीले मर्यो भने कि त टेन्सनमा कि त अर्को नागो च्याप्नु पर्ने अवस्था छ देशमा। यो सत्य बोलिरहेको छु, ध्रुव सत्य कुरा लेखेर राख्नुहोस्। कहिलेसम्म चलाउनुहुन्छ क्या तपाईँले ड्राइभरलाई?